लोकगीतका राजा चामबहादुर विकी दाङको बगरबाट विश्वभर चर्चित। सानै उमेरदेखि साङ्गीतिक रुचि। चामबहादुर विकी दाङका ख्यातिप्राप्त लोक तथा देउडा गायक मात्र नभई नेपाली लोक सङ्गीतलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल व्यक्तित्व हुनुहुन्छ। सानै उमेरदेखि साङ्गीतिक यात्रामा लाग्नुभएका उहाँले गाउँघरका पूजाआजादेखि विद्यालय स्तरीय सांस्कृतिक कार्यक्रमसम्म आफ्नो प्रस्तुति दिँदै नाम कमाउन सफल हुनुभएको छ। सङ्गीतको पहिलो अनुभव गाउँघरमा हुने पूजाआजाहरूमा गीत गाएर आफ्नो प्रतिभा झन् निखार्दै जानुभयो। साँझदेखि बिहानसम्म निरन्तर गीत गाएर प्रतिस्पर्धी महिलाहरूलाई जित्ने उहाँको क्षमता थियो। त्यति बेला गाउँ गाउँमा पुरुष र महिला बीच दोहोरी गीत गाएर जित्ने परम्परा थियो। गीत गाउँदै गर्दा गाउने महिलाहरूले उहाँको गीत सुनेर दङ्ग पर्थे र भन्थे यो केटो त एक दिन ठुलो गायक बन्नेछ। यो मायाको खोजीमा है माया मको, यो मायाको खोजीमा है माया मको, बरपिपलु माझैमा है माया भेट भएको, रस रसैमा कान्छीलाई है माया लैजाउला दाङको बसैमा। उहाँको गीत गाउने क्षमताका कारण सधैँ जित हासिल गर्नुहुन्थ्यो। उहाँको लोकप्रियता बढ्दै जाँदा दाङमा मात्र नभई छिमेकी जिल्लाहरू सल्यान, बाँके, प्युठान, गुल्मी, अर्घाखाँची लगायतका स्थानहरूमा पनि उहाँले आफ्नो गायन कला प्रदर्शन गर्न थाल्नुभयो। विद्यालय स्तरमा उत्कृष्ट गायकको पहिचान। गङ्गा माविमा अध्ययन गर्दा मात्र होइन, छिमेकी विद्यालयहरू भरतपुर मावि, रजेना मावि, भोजपुर मावि, नारायणपुर मावि लगायतका विद्यालयहरूमा पनि उहाँले उत्कृष्ट गायकको रूपमा पहिचान बनाउनु भयो। महेन्द्र बहुमुखी क्याम्पस भरतपुर दाङमा अध्ययन गर्दा समेत उहाँले गीत गाएर उत्कृष्ट स्थान हासिल गर्नुभयो। उहाँको गीत सुन्न विद्यार्थीहरू मात्र होइन, शिक्षकहरू पनि आतुर हुन्थे। रेडियो नेपाल प्रवेश यात्राले पायो राष्ट्रिय मान्यता। 2046 सालमा उहाँको सङ्गीत यात्रामा एउटा नयाँ मोड आयो। रेडियो नेपालमा चौतारी भन्ने कार्यक्रम थियो, जुन लोक सङ्गीत प्रेमीहरूका लागि एउटा प्रमुख मञ्च थियो। यही कार्यक्रममा अग्रज गायक डाक्टर गोविन्द आचार्य र अग्रज गायिका कोमल ओलीको सहयोगमा उहाँलाई पहिलो गीत प्रस्तुत गर्ने मौका प्राप्त भयो। पहिलो गीतले नै सबैको मन जित्यो। उहाँको गायन प्रतिभा सुनेर रेडियो नेपालका वरिष्ठ लोक सङ्गीत प्रेमीहरूले उहाँलाई थप गीत रेकर्ड गर्न प्रोत्साहित गरे। रेडियो नेपालमा गीत बज्न थालेपछि उहाँको नाम अझ फैलियो। दाङको बगर एल्बमबाट चर्चाको शिखर। यसरी रेडियो नेपालबाट गीत बज्न थालेपछि उहाँले आफ्नो गीत सङ्कलन गर्न थाल्नुभयो र एल्बम निकाल्ने सपना पुरा गर्ने यात्रा सुरु गर्नुभयो। त्यति बेला उहाँले गाएको दाङको बगर एल्बमले ऐतिहासिक सफलता पायो। यो गीत एकदमै चर्चित बन्यो। नेपालभित्र मात्र होइन, भारत, सिङ्गापुर, हङकङ, मलेसिया, बेलायत, इङ्ल्यान्ड लगायतका देशहरूमा समेत लोकप्रिय बन्यो। त्यति बेला बेलायतमा भर्ती भएका नेपालीहरूले दाङको बगर गीत सुनेर गायक विकेलाई बधाई दिने गर्थे। यो गीतमा महिला स्वर कौशल्या परियारको थियो, जसले गीतलाई झन अझ मनमोहक बनायो। अन्य चर्चित गीतहरू र योगदान। गायक विकेका अन्य गीतहरू पनि उत्तिकै लोकप्रिय छन्। राष्ट्र प्रेम झल्काउने छातीमा मेरो पहाड छ, शिरमा मेरो सगरमाथा गीतले धेरै नेपालीको मन जितेको छ। यो गीत विद्यालयहरूका विभिन्न कार्यक्रममा गाउन थालिएको छ। त्यस्तै चर्चित गायिका राधिका हमालसँग गाएको लालुमाया सलल गीतले पनि ठुलो चर्चा पायो। यो गीतहरूले उहाँलाई साङ्गीतिक दुनियाँमा अझ दरिलो स्थान दिलाए। यसका साथै विकेले गाएका देउडा गीतहरू सुदूरपश्चिमका विभिन्न जिल्लाहरूमा बजिरहेका छन्। कोही छ काफलैको बुटा मुनि काफल गेडी, कोही छ काफल गेडी, कोही छ काफलैको बुटा मुनि काफल गेडी, कोही छ मेरो माया उही छ साईको माया अन्तै सर्यो मेरो माया उही छ। गीतहरूले पनि अपार सफलता प्राप्त गर्यो। सँगै शिक्षण पेसामा योगदान। गायक विके कलाकार मात्र होइन, एक शिक्षा प्रेमी पनि हुनुहुन्छ। शिक्षक नियुक्तिका लागि मौखिक परीक्षा दिन जाँदा प्रशिक्षकहरूले उहाँको नाम सुनेपछि तपाईँ त हामी भन्दा अग्रज व्यक्तित्व हुनुहुन्छ भनेर प्रशंसा गरेका थिए। शिक्षण पेसामा प्रवेश गरेपछि उहाँले धेरै विद्यार्थीहरूलाई सङ्गीत प्रति प्रेरित गर्नुभयो।
हाल उहाँ घोरै उपमहानगरपालिका वडा नम्बर 2 अन्तर्गत रात्रि प्रावि पलासेमा प्रवक्ता रूपमा कार्यरत हुनुहुन्छ। पुरस्कार तथा सम्मानहरू उहाँको योगदानलाई कदर गर्दै राष्ट्रिय साहित्य तथा लोक दोहोरी गीत प्रतिष्ठान, अन्तर्राष्ट्रिय लोक सङ्गीत महोत्सव लगायतका संस्थाहरूबाट सम्मान पत्रहरू प्रदान गरिएको छ। भविष्यका योजना साङ्गीतिक यात्राको पुनः सुरुवात। कोरोना महामारीको समयमा उहाँले नयाँ गीतहरू रेकर्ड गर्नुभयो, साथै थारू गीतहरू सङ्कलन र रेकर्ड गर्ने तयारी गरिरहनु भएको छ। उहाँ दिहल रे ज्ञान नाचटी भई गेल रे बिहान, बाबा हमार दिहल रे ज्ञान नाचटी भई गेल रे बिहान, ये हो बाबा हमार दिहल रे ज्ञान नाचटी भई गेल रे बिहान। जागिरबाट अवकाश लिन धेरै समय बाँकी छैन। उहाँ भन्नुहुन्छ, एकचोटि साङ्गीतिक यात्रामा लागिसकेपछि मनले कहिले छाड्न सक्दैन। अवकाशपछि फेरि सङ्गीतमै फर्किने योजना छ। चामबहादुर बिके नेपाली लोक सङ्गीतको एक अमूल्य धरोहर हुनुहुन्छ। उहाँको योगदानले नेपाली लोक सङ्गीतलाई नयाँ उचाइमा पुर्याउने विश्वास गर्न सकिन्छ।